नमस्कार। आज धेरै पछि यहाँहरुसँग विमर्श गर्न मन लागेको छ। आज एउटा कथा मार्फत विमर्शलाई अगाडि बढाउन गइरहेको छु। आज मैले वाचन गर्ने कथा छ शव यात्रा। कस्तो छ त शव यात्रा? शव यात्रा यसरी अघि बढ्छ। ऋषिका भारद्वाज जिज्ञासाले भरिएकी सानैदेखि घरमा, विद्यालयमा, आफन्त भेटघाटमा जहाँ पनि प्रश्न सोधेर हैरान पार्ने भएकाले उसको नाम प्रश्नेश्वरी पनि थियो। स्नातक पढ्दा पढ्दै भौतिक जीवनबाट विरक्तिएर आश्रमतिर लागेकी। आश्रममा सन्यास ग्रहण गरेपछि प्रश्नेश्वरीबाट ऊ सर्वेश्वरी भएकी थिए। पछिल्ला एकाध वर्ष ऊ आश्रममै थिए। प्रवचन सुन्नु, ध्यान गर्नु, प्रकृतिमा मुक्त विचरण गर्नु, यौन साथीसँग उन्मुक्त सहवास गर्नु र यी सबको आर्थिक व्यवस्थापन गर्न एउटा विद्यालयमा ध्यान सिकाउने गुरुका रूपमा काम गर्नु उसको दैनिकी थियो। यो जीवनभन्दा पर पनि अर्को जीवन छ जुन खास जीवन हो। मृत्यु भौतिक शरीरको मात्रै हुन्छ, चैतन्यको होइन। मृत्युमा रुने होइन, उत्सव मनाउने हो। यस्ता बाणीहरूले नै ऊ विशेष किसिमले आश्रमतर्फ आकर्षित थिए। अझ भौतिक जीवनकै पनि मुक्त छनौटको अवस्था तथा परम्पराभन्दा भिन्न रहेर गरिने मनोरञ्जनपूर्ण ध्यानावस्था उसलाई त्यहाँ टिकाइरहने मूल आधार थिए। ऋषिका आफ्ना बाबुबाट निकै प्रभावित थिए। नेपाली साहित्यमा प्रभावशाली कविको छवि बनाएका उसका पिताको फराकिलो चेतना नै उसको चेतना निर्माणको उन्नत जग बनेको थियो। ऋषिकाका जीवन बचाइमा आउने सामाजिक व्यवधान उसकै बाबुका कारण हट्ने गर्दथे। परिवारभित्रै तथा इष्टमित्र आफन्तसँग सम्बन्धीय जोखिम मोलेर भए पनि ऋषिकाको जीवन सहज बनाउन कविजीले महत्त्वपूर्ण भूमिका खेलेका थिए। छोरी हठात आश्रम जाने निर्णय गर्दा पनि अग्रपङ्क्तिमा रहेर प्रोत्साहन गर्ने कविजी नै थिए। यद्यपि छोरी आफूबाट टाढा गएर बस्छु भन्दा उनलाई पीडा नभएको होइन, तर आफ्नो पीडाभन्दा पनि छोरीको खुसी र आध्यात्मिक जगतप्रतिको रुचि देखेर कविजी बढी उत्साहित भएका थिए। आफू पनि बेला बेलामा आश्रममा गएर आध्यात्मिक वातावरणमा मस्त रहन्थे। कविजीलाई मस्तिष्कघात भयो। 60 नपुग्दै उनले देह विसर्जन गर्न पुगे। ऋषिका उर्फ सर्वेश्वरी पिताको देहावसानको खबर सुनेर नराम्रोसँग झस्के। थुचुक्क भुइँमा बसी र बर्र आँसु खसाली। तर उति नै बेला आश्रममा सुनिरहने प्रवचनको याद आयो। आत्मा नित्य छ, शरीर अनित्य छ। अनित्य शरीरको अवसानमा शोक गर्नु मूर्खता हो। आत्मा मुक्तिको कामना गरौँ। यो देहको विसर्जन दुःखको विसर्जन हो। दुःखबाट मुक्ति मिल्दा रुने होइन, हाँसेर उत्सव मनाउनु पर्छ। सर्वेश्वरी रुँदा रुँदै हाँस्न थाली। मुक्ति, दुःखबाट मुक्ति लयात्मक रूपमा चर्को चर्को उच्चारण गरे। फेरि के भयो कुन्नी? उठेकी मान्छे थुचुक्क बसे। भन न घुमाए जस्तो मानी। बल गरेर रोक्न खोज्दा पनि मन उम्लेर आयो। बर्र आँसु झारी। आश्रमका स्वामीजी ऋषिकाका अगाडि प्रस्तुत भए। प्रफुल्ल मुद्रामा बोले, सर्वेश्वरी, तिम्रा पिताले यो भवसागरबाट मुक्ति पाएको कुराले मलाई निकै हर्षित बनाएको छ। उहाँ हाम्रो आश्रमलाई अधिक प्रेम गर्ने व्यक्तित्व हो। तसर्थ उहाँको शव यात्रा यही आश्रमबाट हर्षोल्लासका साथ निकाल्नुपर्छ। त्यसको वातावरण तिमीले निर्माण गर्नु पर्यो। सर्वेश्वरी स्वामीलाई निकै सम्मान गर्थे। उनको आग्रहलाई सहजै स्वीकार गरी स्वामीजीले पुनः बाणी प्रस्तुत गरे। तिम्रो भावमुद्रा हँसिलो हुनुपर्छ। घरका सबैलाई र जो शव यात्रामा यहाँबाट सरिक हुन चाहन्छन् ती आफन्त छिमेकीहरूलाई पनि हर्षोल्लासका साथ यहाँ आउन भन्नु। आँसु बगाउनेलाई यहाँ स्थान हुने छैन। हस् गुरुजी। ऋषिका घर पुगी। घरमा शोकमग्न वातावरण थियो। उसकी आमा, भाइहरू, आफन्त, कतिपय छिमेकी रोइरहेका थिए। आमाको बिलौनाले झन् धेरैलाई रुवाएको थियो। प्रसिद्ध कवि भएकाले साहित्यकारहरूको पनि ठुलै जमघट घरमा थियो। सबैका अनुहारमा उदासी र शोकको चिन्ह ऋषिकाले महसुस गरे। बिस्तारै पिताको लासका नजिक पुगे। पिताको चिर निद्राको शान्त अनुहार देखेर उसमा हर्षोल्लास आएन। स्वामीका वचन सम्झेर बलैले अनुहारमा हाँसो ल्याउने प्रयास गरे पनि मन उम्लेर आयो। झन् छोरीलाई देखेर आमाले झम्टेर बिलौना गर्न थालेपछि उसले भित्रैदेखि टुटेको महसुस गरी। तर आफू यसरी विचलित हुने हो भने सबलाई आश्रम लान सकिन्न भन्ने ठानेर मन दह्रो बनाई जुरुक्क उठेर सम्बोधन गरी। देह मुक्ति जीवन मुक्ति होइन, एउटा रूपबाट अर्को रूपको परिवर्तन मात्रै हो।
तसर्थ यसमा शोक गर्नु व्यर्थ छ। पिताजी विशाल हृदयका हुनुहुन्थ्यो। उहाँले हाम्रो आश्रमलाई पनि निकै प्रेम गर्नुहुन्थ्यो। मसँग उहाँले आफू जहिले बिते पनि सब यात्रा आश्रमबाट चलाउनु भन्नुभएको थियो। हाम्रो आश्रमको मर्यादा अनुसार देहको विसर्जनमा शोक होइन, उत्सव मनाउनुपर्छ। एकदम सन्नाटा छायो। अघिसम्म रोइरहेकाहरूको अनुहारमा अचानक क्रोधको भाव जस्तो पनि देखियो। एकछिनपछि गल्याङ सुरु भयो। वाद विवाद पनि भयो। आश्रमबाट सब चलाउने कुराको तीव्र विरोधमा ऋषिकाकी आमा नै रहिन्। अरूहरूले पनि आमालाई साथ दिए। केही समय तनावको वातावरण बन्यो। पिताजीको अन्तिम इच्छा नै यही थियो। ऋषिकाले झुटलाई दोहोर्याई। केहीले होला भन्न थाले, आफ्नै छोरीले किन झुट बोलियो होला र भन्ने भनाइ कानो कान फैलिन थाल्यो। आमा र नजिकका आफन्तको केही जोर चलेन। ऋषिकाले शव यात्रा आश्रमतर्फ लाने व्यवस्था गरी भनी, जो शव यात्रामा जान चाहनुहुन्छ कृपया आँसु नबगाइदिनु होला। हामी पिताजीको शवलाई उत्सवका साथ विसर्जन गर्न चाहन्छौँ। ऋषिकाको कुराले रिस उठे पनि शव यात्रामा जानै पर्ने कर्तव्य ठानेका नजिकका इष्टमित्र र आफन्त आफ्नै भागमा शरीक बने। केही कविहृदयहरू ऋषिकाको भनाइलाई उचित मान्दै उल्लास बोकेर शव यात्रामा सहभागी भए। आश्रमसम्म शवलाई पुर्याउँदा ऋषिका हर्षोल्लासमै थिए। खास गरी त्यति धेरै मान्छेका विरोध र व्यवधान बीच पनि शवलाई आश्रमसम्म ल्याउन सकेकामा उसलाई बढी सन्तोष लागेको थियो। तर जब आश्रमबाट शव घाटतर्फ लाने समय भयो, उसलाई निकै नरमाइलो महसुस भयो। आश्रमका सन्यासीहरू उल्लास मनाउँदै अघि बढ्दै गए। हाँसो र उल्लासले मानौ त्यो शव यात्रा नभएर कुनै विजयोत्सव जस्तो थियो। ऋषिकालाई किन निको लागेन। घरिघरि स्वामीका आँखासँग आँखा जुत्दा मुहारमा खुसी ल्याउने जोड गरे पनि मनैदेखि ऊ निकै द्रवीभूत भएको महसुस गरिरहेकी थिए। भाइहरूका अनुहारमा हेरी उनीहरू पिलपिलाइरहेका थिए। तर दिदीसँग आँखा जुधेपछि बलैले हाँस्न खोजे। त्यो दृश्यले ऋषिकालाई निकै आहत तुल्यायो। जति बल गरे पनि मनको बाँध फुटेर आयो। बीच बाटामै भाइहरूलाई अङ्कमाल गरेर घुवा रुन थाली। उसको रुवाईले वातावरण फेरियो। सन्यासीहरू विस्मय भावले स्वामीतर्फ हेरे। स्वामी सर्वेश्वरीको नजिकै गए र सम्झाउने प्रयास गरे। सर्वेश्वरी, यो तिमीले उचित गरिनौ। हाम्रो आश्रमको मर्यादाभित्र यो पर्दैन। उठ, आऊ, यो जीवन रूपान्तरणमा हामी प्रमोद भाववश साथ दिउँ। ऋषिका उठिन। उसको रुवाई पनि बन्द भएन। दिदी भक्कानिएकाले अघिदेखि दबेर बसेको भाइहरूको पीडा पनि बाहिर प्रकट भयो। तिनैजना निकै जोडले रुन लागे। स्वामीजीले पुनः आग्रह गरे, उठ सर्वेश्वरी। हात समाएर उठाउन लागे। ऋषिकालाई के भयो कुन्नी? जुरुक्क उठेर स्वामीजीलाई एक चड्कन लगाइदिए। सबै अवाक भए। ऋषिका भाइहरूलाई अङ्कमाल गरेर फेरि रुन लागि। स्वामीजी के गरौँको भावमा उपस्थितहरूका मुहार नियाल्न थाले। विस्मयका भावबीच बिरेको रोइलो सुनियो। रोइलो रेट भौते दाई खोक्रो सारङ्गीमा। हो, रोइलो रेट भौते दाई खोक्रो सारङ्गीमा। धन्यवाद।